चाहिँ मेरो माम पकाउने पाली। म चाहिँ माम पकाउँदैछु। अनि माम पकाउँदै चिची पकाउँदै थिएँ। चिचीमा त यस्तो कपाल रहेछ है, यति धेरै कपाल रहेछ। अनि अब यस्तो राम्रो त यसलाई फाल्नु त भएन। अनि यसलाई मैले ग्यास बाल्छु अब। अनि ग्यास बालेर चाहिँ त्यसो कपाललाई म डढाइदिन्छु। ग्यास बालेँ, अब त्यसो त फाल्नु मिलेन। यो कपाल पलाएको कस्तो राम्रो मार्छ। अनि यसलाई फेरि आगोमा पोल्छु। अनि राम्रो बनाएर यता पाक्दैछ। यो चाहिँ कस्तो राम्रो भयो। अब मैले फेरि यहीँ हालेँ ग्यासमा पोलेर। कस्तो राम्रो कुरालाई फाल्ने कुरा त आउँदैन। टमाटरहरू रेडी पारिरहेछु। आफ्नै हातले पकाएको माम खानेछु। बाहिरको मौसम चाहिँ एकदमै आज तातो तातो छ। एकदमै हावा चलिरहेछ, अलिअलि घाम लागिरहेछ। अनि मेरो बहिनी चाहिँ पुरा फोनमा बोलेर बसिरहेछ। काम पनि सघाउँदिनँ, आनन्दले बसिरहेछ। अहिले माम पाकेपछि मात्रै खानु आउँछ। यस्तै छ, ठिक छ। कहिलेकाहीँ अब बहिनीले पनि पकाउँछ, म पनि पकाउँछु। मेरो मम चाहिँ नुहाएर यहाँ काम ताप्दै बसिरहनु भएको छ। नुहाएर आनन्द आयो अरे ममलाई। मामहरू पनि पाक्दैछ। अब खाने। बाई बाई। थ्याङ्क यू फर वाचिङ माई भिडियो, वाचिङ माई आवर भिडियो। आमा भन्ने शब्द, आमाको त आफ्नै आमालाई सम्झिँदाखेरि चाहिँ मेरो आमा त मेरो जीवनमा मैले देखेको सबै मान्छेहरू मध्येमा सबैभन्दा दया लाग्दो, सबैभन्दा माया लाग्दो मान्छे हो मेरो आमा। अनि एट द सेम टाइम एकदमै स्ट्रङ मान्छे पनि हो मेरो आमा। आज चाहिँ म मेरो बाल्यकालको जङ्गलमा आएको छु। मेरो बाल्यकाल चाहिँ यहीँनिर हुर्केको होइन। आज धेरै खुसी लागिरहेछ। हामी चाहिँ यो जङ्गलमा दाउरा बोक्थ्यौँ सानो हुँदाखेरि। आज हामी त्यही जङ्गलमा आएका छौँ। कस्तो खुसी लागिरहेछ। हामी नि यहाँनिर गाई बाख्रा अनि केहरू चराउँथ्यौँ के हामी यहाँनिर। मेरो त आज खुसीको त सीमै छैन, कसरी बयान गर्नु होइन। यतातिर ठ्याक्कै यहाँनिर बस्थ्यौँ, पुरा उयो थियो कि घाँस थियो। अनि साथीहरू भेला भएर गाई बस्तु चाहिँ हामीले यतातिर पठाएर अनि हामी चाहिँ खेल्दै बस्थ्यौँ गोटीहरू। कस्तो खुसी लाग्यो। आज वर्षौँ, कति वर्षपछि म आज यहाँ आउन सफल भएँ। समय र परिस्थितिले यसरी ल्याउँदो रहेछ। हामी चाहिँ उँभोतिर लाग्दैछौँ। वा रुखहरू सानो सानो थियो। यो रुखहरू त अहिले ठुलो भएछ, बिरुवा पो थियो त यिनीहरू त। अनि हामीले सानोमा यस्तो काटेर लान्थ्यौँ है। अनि सानोमा अनि ठुलो मान्छेहरूले चाहिँ यस्तो नकाट्नु है भन्नुहुन्थ्यो। हाम्रो पछि नै मेरो भिटा पनि यहीँ हो साथीहरू। अब कता हुन्छ यतै। म त माथि त घर बनाउँदिनँ, यहीँ आउने हो पछि मरेपछि होइन। यो चाहिँ हाम्रो कोकुको सुरुमा बनाउनु भएको हाम्रो कोकुको हो। अनि यो मेरो कान्छा मामाको काइला छोराको। अनि यता चाहिँ मेरो कान्छा मामा। अनि यहाँ हिजोअस्ति भर्खरै खस्नुभएको मेरो साइला दाजु मामाको छोरा। अनि हाम्रोहरूको चाहिँ अब पछि कहाँ हुन्छ थाहा छैन। अब के गर्नु, आफ्नो भिटा पनि यतै हो। पछि यतैतिर धेरै बाक्लो भइसक्यो। कतातिर हो नि, कति बाक्लो भइसक्यो। पछि त ठाउँै नपाउला जस्तो छ। समय र परिस्थिति कहाँदेखि कहाँ पुग्दो रहेछ है। हाम्रो कस्तो राम्रो भएछ। रुखहरू पनि सानो सानो थियो। अब मै बुढी भइसकेँ। यस्तो छ। हामी डोकोमा यहाँनिर दाउरा बोकेर अनि घाँसहरू दाउराहरू खोज्दै हिँड्थ्यौँ यतातिर। अब हामी चाहिँ लाग्यौँ एकछिन हेरेर छोडेर जाने मन लागेन। तर आज हामी हतारमा थियौँ होइन। हतारमै आइरहेको छौँ। अर्कै कामले आएको थियौँ। अनि तर यो बाटोले गर्दाखेरि चाहिँ हामी निस्केको कारणले गर्दा हामी हिँड्दैछौँ। पहिला जस्तो त रहेन रहेछ अहिले त। पहिला त कस्तो राम्रो यहाँनिर होइन। ठुलो चौरी थियो। साथीहरू आज चाहिँ हामी बिदा भयौँ। हाम्रो हो नि, हाम्रो भिटाहरू पछि आउने यहीँ हो। माथि पनि हामीलाई राख्नु मिल्छ पछि मरेपछि। तर म त यहीँ आउँछु। म त मेरो यो
मलाई त यहीँ ल्याउनु भन्छु तर त्यतिसम्म भिटाएर त हुँदैन जस्तो छ होइन माथि यो चाहिँ चारकोसी जङ्गल कस्तो माया लाग्यो कस्तो बाई बाई साथीहरू यस्तै छ मैले चारकोसी जङ्गल देखायो अब हामी लाग्दछौँ घाम चाहिँ धरो लागेको छ आज होइन र पनि हामी अब लाग्यौँ बस्नु त भने म आफैलाई डर लागिसक्यो यति राम्री खै कसको छोरी हो काली नहुनी तनाव लगदा साडे तो चढ़ाई तेरी बात हो गई निकले ता सड़कां ते जाम लगदा ठ्याक्क गफ गर्दै आज गर्नु न के गर्नु छोरी के गर्नु